आज हामी पढ्न जाँदैछौँ सेयर फर्फिचर, रिइस्यु र हाम्रो ट्रान्सफर एन्ट्री बारे। यो चाहिँ एनइबीमा इक्जाममा 3 मार्क्समा आउनु पर्ने क्वेसन र यसलाई 5 मार्क्समा पनि सोध्न सकिन्छ। यो अरमा आउने गर्छ, तर यो चाहिँ हाम्रो एनइबीले 2079बाट को ग्रिडमा काट्नु पर्ने हो हैन। ग्रिडहरू अनुसार चाहिँ काट्दाखेरि चाहिँ यसलाई काटेको देखिँदैन अरमा हैन। तर यो वर्ष पनि आउन सक्छ यो, र इन्टरनल इक्जाममाहरू पनि सोधिरहेको क्वेसन हो, र अरमा आउँछ भन्ने चाहिँ यो फिक्स जस्तै हो। तर अरमा नआयो भने चाहिँ तपाईँहरूले गर्न सक्नु पर्यो 5 मार्क्स या 3 मार्क्समा आउँछ। 5 मा आयो भने हाम्रो इस्यु अफ सेयरको डाइरेक्ट अरमा आउने भयो, कि त यो केमा आउने भयो, हाम्रो फर्फिचर चाहिँ हाम्रो डेभेन्चरसँग अरमा आउँछ। यसरी बुझ्दा भयो है। ए प्लस ल्याउनलाई यो कुरालाई चाहिँ मजाले जान्नु, इक्जामको एक दिन अगाडि हेर्नु होला म भन्छु, किनकि त्यति बेला तपाईँहरूलाई यो धेरै सजिलो हुन्छ के। एउटा भिडियोमा मैले कुनै पनि केसलाई छोडेको छैन है, एउटा पनि केस मिस छैन यो भिडियोमा, यति कुरा याद राख्नु। अब हामीलाई जेनरली थाहा हुनु पर्यो भन्दा रोक्नु, यो यसरी पेपर उडिरहेको छ, यसलाई म यसरी ढाकेँ। अब हाम्रो मेनली हामीलाई थाहा हुनु पर्यो भन्ने कुरा, फर्फिचरमा जहिले पनि के हुन्छ, कन्ट्रा एन्ट्री हुन्छ के, उल्टो एन्ट्री हुन्छ है त। यहाँ के भयो भन्दा हामीले सेयर क्यापिटल दिन्थ्यौँ, तर यहाँ हाम्रो के भयो, सेयर क्यापिटललाई हामीले उल्टो एन्ट्री गऱ्यौँ, जहिले पनि क्रेडिटमा हुने कुरालाई डेबिट गऱ्यौँ है त। यो चाहिँ के हो, टोटल अमाउन्ट है, टोटल अमाउन्ट। यो कुनै पनि कल्सिन एररको अमाउन्ट होइन, यो टोटल अमाउन्ट हो है। भनेको मतलब तिमीहरूको 100 रेट थियो भने 100 पुरै रेटको हो है त, इन्डिभिजुअल मान्छेको। अनि त्यस्तै गरेर अब यो सेयर फर्फिचर भनेर जुन छ यहाँ, सेयर फर्फिचर टु सेयर फर्फिचर एकाउन्ट भनेर जुन छ, यो भनेको हाम्रो पेड अमाउन्ट। जस्तै तिम्रो अनपेड अमाउन्ट चाहिँ तिम्रो फाइनल एकाउन्ट सरी फाइनल कलमा छ भने है, तिम्रो फाइनल कलमा तिम्रो कल्सिन एरियर छ भने होइन, तिमीहरूको त्यो जुन पैसा छ नि, त्यो फाइनल कल भन्दा पहिला जति पैसा तिरा छ नि, त्यो पैसा यहाँ आउने भयो होइन। अनि जुन यो तिम्रो नतिरेको पैसा छ नि, त्यो चाहिँ यहाँ अनपेड अमाउन्टमा आउनु भयो है, त्यसरी याद राख्ने। अनि इफ डिस्काउन्ट दिएछ भने सेयर फर्फिचरमा, त्यो डिस्काउन्ट मतलब डिस्काउन्ट पहिला थियो भने चाहिँ तिमीहरूको डिस्काउन्ट तिरेछौँ भने हामीले यसरी डिस्काउन्टलाई टु डिस्काउन्ट अन इस्यु अफ सेयर भनेर क्रेडिट साइडमा चढाइदिने है त। अब प्रिमियमको चाहिँ यहाँ दुईवटा केस छन् है, यो चाहिँ याद राख्नुपर्ने कुरा छ हल्का। प्रिमियमको केस के छ त भन्दाखेरि 2 केसेस है त। जब प्रिमियमको पैसा तिमीले रिसिभ गरिसक्यौ भने तिमीहरूले पारको जुन एन्ट्री छ नि, पारमा एन्ट्री गरे जस्तै गरिदिने, केही पनि नहेर्ने है त। तर जब प्रिमियम चाहिँ रिसिभै छैन, प्रिमियम हामीले रिसिभ गराएकै छैनौँ, त्यसले तिरेकै छैन प्रिमियम भने चाहिँ डाइरेक्ट सेयर क्यापिटल एकाउन्ट डेबिट लेख्नु पर्यो, सेयर प्रिमियम एकाउन्ट डेबिट गर्नु पर्यो, टु सेयर फर्फिचर टु कल्सिन एरियर है त। यो पेड अफ भनेको नि त्यही पेड अमाउन्ट भयो, अनपेड भनेको नतिरेको, मैले अघि नै भनिहालेँ। सेयर प्रिमियम भनेको त के भयो, जुन प्रिमियम चाहिँ हामीले के भयो, त्यसको पैसा रिसिभ गरे छैनौँ भने मात्रै यस्तो केस हुन्छ, पैसा रिसिभ गरेछ भने यही भयो है। यसरी बुझ्ने, यति फर्फिचरको कन्डिसन छ। म क्वेसनमा पनि मजाले अहिले एक्सप्लेन गर्दाखेरि बुझाइदिन्छु। अब हाम्रो छ यहाँ रिइस्यु अफ सेयर है, यसलाई चाहिँ हामीले लमसम बेसिसमा मात्रै गरेको देखिन्छ है। हाम्रो सेयर फर्फिचरवाला जुन हामीले गर्दै गइरहेछौँ, त्यहाँ चाहिँ हामीले यसलाई लमसममा गर्छौँ, इन्स्टलमेन्टमा फेरि पैसा लिने गर्ने यस्तो उस्तो हुँदैन है त। भनिसकेपछि ब्याङ्कमा पैसा आउँछ, ब्याङ्क एकाउन्ट डेबिट टु सेयर क्यापिटल, त्यही हो पारमा हुँदा हो है यो। तर जब डिस्काउन्ट दिन्छ नि, डिस्काउन्ट दिन्छ भने ब्याङ्क एकाउन्ट डेबिट र सेयर डिस्काउन्ट नलेखेर सेयर फर्फिचर लेख्छौँ। अब सेयर फर्फिचर किन लेख्यो भनेर पनि याद राख्नु छ भने चाहिँ, हामीले जुन सेयर फर्फिचर गरेका थियौँ नि, हामीले इस्यु गर्दाखेरि सेयर फर्फिचरमा अमाउन्ट चढाएको थियौँ नि, हो त्यही हामीले पेड अमाउन्टलाई चाहिँ डिस्काउन्ट त्यहाँबाट लिने हो भनेर मानेर सेयर फर्फिचर एकाउन्ट डेबिट लेख्छौँ डिस्काउन्टको सट्टा भनेर याद राख्नु, भइहाल्यो। अनि टु सेयर क्यापिटल सेम एन्ट्री नै भयो। तर यहाँ चाहिँ अझ एउटा के केस छ भन्दा, तिमीहरूको ओल्ड वा ओरिजिनल होइन, पहिला इस्यु गर्दाखेरिको डिस्काउन्ट छ भने चाहिँ है, दिएछ भने चाहिँ ब्याङ्क एकाउन्ट डेबिट, सेयर डिस्काउन्ट डेबिट है त, त्यसपछि सेयर फर्फिचर एकाउन्ट डेबिट टु सेयर क्यापिटल, यो 4वटा कुरालाई रिकर्ड गर्नुपर्छ। सेयर डिस्काउन्ट पनि आउने भयो, सेयर फर्फिचर पनि आउने भयो। यसरी यो इम्पोर्टेन्ट कुरा हाम्रो
यो चाहिँ इक्जाममा सोधिरहेको क्वेसन पनि हो। यसलाई चाहिँ हामीले 5 मार्क्समा सोध्यो भने पनि 3 मार्क्समा चाहिँ नसोध्ला, तर 5 मार्क्समा सोद्धाखेरि चाहिँ यो सोध्न सक्ने चान्स धेरै छ, यसको हाई छ है पोसिबिलिटी। अनि त्यो अघिनेको प्रिमियमवालाको पनि पोसिबिलिटी हाई छ। त्यस्तै गरेर अब वेन प्रिमियम इफ ओरिजिनल डिस्काउन्ट एन्ड रिइस्यु एट प्रिमियम देन वी डोन्ट रिकर्ड ओरिजिनल डिस्काउन्ट भनेको मतलब प्रिमियम दिएछ होइन, रिइस्युमा प्रिमियम दिएछ, तर हाम्रो जुन इस्यु गर्दाखेरिको ओरिजिनल डिस्काउन्ट थियो होइन, इस्यु गर्दाखेरिको डिस्काउन्ट थियो नि, त्यो पनि दिएछ भने चाहिँ हामीले ओरिजिनल डिस्काउन्टलाई गनिन्न। भनेपछि तिमीहरूको 90 छ भने चाहिँ ओरिजिनल डिस्काउन्टसँग जोड्दाखेरि तिमीहरूको त्यो भएन कि, तिमीहरूको 100लाई नै तिमीहरूले मानेर रिकर्ड गर्न पऱ्यो है। यसरी हेर, 100लाई नै रिकर्ड गरेर मान्नु पऱ्यो। अनि यहाँ के भयो त, 100 भनेको पार भयो इस्यु गर्दाखेरिको। अनि ल तिम्रो प्रिमियम 10 रुपियाँ छ भने के भयो, 100 प्लस 10 इन्टु गरेर जति कल सिनियरको सेयर छ त्यो गर्न पऱ्यो। त्यसपछि यहाँ 10 आयो, त्यसपछि यहाँ 100 भयो, अनि कति सेयर छ त्यो इन्टु गर्नु पऱ्यो है त। यो केसेस इम्पोर्टेन्ट, अनि यो एउटा केसेस धेरै इम्पोर्टेन्ट है त, यिनीहरू तिनवटा। अब हाम्रो आउँछ सेयर फर्फिचरको हाम्रो ट्रान्सफर एन्ट्री है त। ट्रान्सफर एन्ट्री केही पनि छैन, सेयर फर्फिचर एकाउन्ट डेबिट टु क्यापिटल रिजर्भ एकाउन्ट गर्ने हो। यसको पनि कति ठुल्ठुलो फर्मुला सिकाइरहेको मैले देख्छु, तर त्यो सिकिराख्नु पर्दैन है त। फर्स्ट रेट माइनस सेकेन्ड रेट गऱ्यो भने मजाले एउटा रेट आउँछ, त्यसलाई चाहिँ हामीले रिइस्यु गरेको सेयरसँग इन्टु गरिदियो भने हाम्रो यहाँको अमाउन्ट आउँछ। त्यो पनि मैले तिमीहरूलाई देखाउँछु। अब मैले एउटा क्वेसन बनाएको छु है, त्यो क्वेसन पनि हेर। त्यो क्वेसन चाहिँ धेरै सजिलो पनि छ। यो क्वेसनमा धेरै जस्तो डाउटहरू यही क्वेसनबाट क्लियर पनि हुन्छ नि स्टुडेन्टको है। यहाँ अङ्कित लिमिटेड कम्पनी छ अरे, फर्फिचर गरेको छ 500 सेयर 100 रुपिजको फर नन पेमेन्ट अफ फाइनल कल मनी अफ ₹30 पर सेयर है। यो फर्फिचर यहाँ भनेछ नि, यसको मतलब यो कल्स इन एरियर पनि यही हो। किन थाहा छ, कल्स इन एरियर भनेकै मनी फर्फिचर गर्ने क्या हामीले है, यसरी बुझ्नुपर्छ। त्यही भएर 500 भनेको के हो, कल्स इन एरियर भनेर बुझ्नु पऱ्यो। अनि अफ फाइनल कल मनी अफ ₹30 पर सेयर, हामीले ₹30 पर सेयरको पैसा रिसिभ गरेको छैन भनिसकेपछि 100मा एप्लिकेसन भयो होला, अलटमेन्ट होला, या केही पनि भनेको छैन भनिसकेपछि यो पारमा हो भनेर बुझ्नु पऱ्यो। अनि एप्लिकेसनको मनी रिसिभ छ, अलटमेन्टको मनी रिसिभ छ। अब फाइनल, अब फर्स्ट कल छ भने फर्स्ट कलको पनि पैसा रिसिभ छ, तर फाइनल कलको छैन भनिसकेपछि फाइनल कलको 30 रुपियाँ होइन रिसिभ होइन भनिसकेपछि 100 माइनस 30 गऱ्यो भने के आयो, पेड अमाउन्ट आयो होइन। पेड अमाउन्ट केमा चढाइन्छ, सेयर फर्फिचरमा चढाइन्छ। त्यसरी याद राख्न पाइयो है त। त्यस्तै गरेर हाम्रो दो सेयर वे रिइस्यु एट ₹60 पर सेयर एट फुल्ली पेड अफ भन्यो है त। भनेको मतलब यो जुन 100मा भयो त्यो चाहिँ 60मा भयो भनिसकेपछि के भयो त, हाम्रो सेयर डिस्काउन्ट सेयर डिस्काउन्ट हाम्रो 40 भयो नि त। 60 माइनस 40 गर्दाखेरि त योसँग इन्टु योसँग हामीले हेऱ्यौँ भने त होइन र, योसँग यो हेऱ्यौँ भने त हाम्रो फुल्ली पेड भनेर गिनिरहेछ। 40 रुपियाँको त डिस्काउन्ट रहेछ, पारवाला क्वेसन हो, तर योमा डिस्काउन्ट त रिइस्युमा दिएको रहेछ भनिसकेपछि के भयो हाम्रो, यसरी एन्ट्री मैले गराएको छु हेर। अनि यहाँ एउटा क्वेसन, यहाँ तिमीहरूको फाइनल कलको एन्ट्री भनेर सोध्यो भने होइन, एन्ट्री गर फाइनल कलको भनेर सोध्यो भने चाहिँ हाम्रो यही अङ्कित लिमिटेड कम्पनीको हामीले ड्युवाला एन्ट्री गराउने होइन। सेयर फाइनल कल एकाउन्ट डेबिट टु सेयर क्यापिटल। त्यसपछि अर्को हाम्रो जुन रिसिभवाला एन्ट्री गराउँदा ब्याङ्क एकाउन्ट लेख्न परेन, या ब्याङ्क एकाउन्ट लेखेर निल लेख्न पाइयो। कल्स इन एरियर एकाउन्ट डेबिट टु के लेख्न पऱ्यो, हाम्रो सेयर फाइनल कल एकाउन्ट भनेर जति कल सिनियरको मनी छ त्यो लेख्न पऱ्यो है। त्यो मैले यहाँ डिस्कस गरेन, तर त्यो चाहिँ हाम्रो एनइबीले सोधेको मोडल क्वेसनहरूमा देखिन्छ है। यसरी याद राख्नु होला कि फाइनल कलको एन्ट्री मात्रै भन्यो, अनि इन्डिभिजुअल्ली यहाँ एउटा मान्छेले यति कल इन एरर छ भनेर भन्यो भने चाहिँ हामीले डाइरेक्ट ब्याङ्क एकाउन्ट नराखिकन कल इन एरर भनेर राखिन्छ रिसिप्टवालामा। यो पनि मैले डाउट 100% क्लियर भयो है। सेट बुकको धेरै जस्तो क्वेसन डाउट गइसक्यो। अब हाम्रो आयो यो यही क्वेसनको मैले सल्युसन गरेको छु। सेयर क्यापिटल एकाउन्ट यसरी, टु सेयर फर्फिचर यसरी, टु कल्स इन एरियर एकाउन्ट यसरी, बिङ फर्फिचर अफ, यो त अब नेरेसन त तपाईँहरूले क्वेसनबाट हेरेर हल्का मिलाउनु भयो भने भइहाल्छ है त। त्यस्तै गरेर एन्ट्री फर रिइस्यु पनि ब्याङ्क एकाउन्ट यो भयो, सेयर फर्फिचर यो भयो, टु सेयर क्यापिटल यो भयो। अब मैले तिमीहरूलाई ट्रान्सफरको रेट के भनेको थिएँ त्यो याद राख्नु है त। मैले सेयर फर्फिचर यो थर्डमा जुन आउँछ यसको लागि अमाउन्ट के हुन्छ त भन्दा, हामीले सेयर कुन हेर्ने त, रिइस्यु गर्दा कति गर्यो 500 नै गरे रहेछ होइन।
500 यहाँ 500 गरेको छ फर्फिचर पनि। अब यो कहिलेकाहीँ 500 सट्टा यो 200 रिइस्यु पनि गर्न पाए, 200 रिइस्यु गऱ्यो नि यहाँ 200 राख्ने है त। यहाँ 200 राख्दाखेरि त अब के भयो, हामीलाई रेट थाहा भएन नि, यो माइनस यो त गर्न पाइयो यो क्वेसनमा त। तर हामीलाई यो 200 अनि यो 500 दिएछ भने त मिलेन हो। त्यति बेला के गर्न पर्यो, यो जुन हाम्रो पहिलो रेट छ फर्स्ट रेट माइनस सेकेन्ड रेट गर्ने। कति छ हाम्रो फर्स्ट रेट 70 छ, सेकेन्ड रेट कति छ 40 छ है त। 70 माइनस 40 गर्ने, जति आयो रेट त्यहीलाई इन्टु गर्दा 15,000 आयो, भ्याइयो। त्यस्तै गरेर यहाँ हाम्रो सेयर फर्फिचरको हामीले कसरी निकालेको त, पेड अमाउन्टको रेटलाई राख्या हो। यसरी बुझ्दा भयो। यो एउटा नर्मल क्वेसन थियो, यसरी पनि आउन सक्छ 3 मार्क्समा झुक्काउनलाई। अनि 5 मार्क्समा पनि आयो भने यहाँ एउटा फाइनल कल एन्ट्री भनेर थपिदिन पायो या यत्तिकै पनि दिन पायो है त। अब यसरी हाम्रो भयो। अब हाम्रो अर्को क्वेसन छ, अब रोक्नु है, यसको लागि म एकचोटि क्वेसन निकाल्छु बुकबाट है। यो क्वेसन छ यहाँ हेर्नु, 2077 को सेटमा सोधेको क्वेसन हो भनेको, मतलब यो इक्जाममा आएको क्वेसन हो है, कुनै पढ्दिनमा सोधेको क्वेसन हो। एप्लिकेसन 4 छ, यिनीहरू त हामीलाई सिर्फ के गर्न दिएको हो, त्यसको एन्ट्री भने भए हामीले गराउनु पर्थ्यो हो। यहाँ अलटमेन्ट र फाइनल कलको चाहिँ बनाएको छ है त। अब यहाँ मेन कुरा भनेको हामीले कहाँ हेर्नु पर्यो, एप्लिकेसन रिसिभ फर 60,000 सेयर र इस्यु गर्दाखेरिको 40,000 थियो भनिसकेपछि यसको एडजस्टमेन्ट यस्तो हुन्छ है, सरी यसको वर्किङ नोट यसरी गराउन पाइन्छ हामीले। यो तिमीहरूले अब त्यो जुन हाम्रो टेबलबाट हुन्छ त्यसरी सिकाउनु भएको छ नि त्यसरी गर, या तिमीहरूले यो तरिकाले गर्न पनि सक्छौ है। यहाँ के भयो, 60,000 एप्लाइड सेयर हो, सरी एप्लिकेसन सेयर यति भयो। अनि अलटेड 40,000 इस्युवालालाई हेऱ्यौँ हामीले। त्यसपछि 10,000 सेयरवालेले चाहिँ केही पनि पाएनन्, 50,000लाई चाहिँ 40,000 सेयर मात्रै दियो होइन। 50,000 सेयर एप्लाई गरेको जति सेयर जति थियो एप्लिकेन्टहरूको त्यसलाई चाहिँ जम्मा 40,000 सेयर दियो। 10,000 अमाउन्ट के भयो, एक्सेसिभ अमाउन्ट भयो, त्यसलाई चाहिँ हामीले माइनस गर्नुपर्छ यहाँ है। अलटमेन्टहरू बुझा छ भने भइहाल्छ, सरी अलटमेन्टहरू बुझ्नु भएको छ भने चाहिँ यो मजाले सल्भ भइहाल्छ है। यसरी बुझ्नु पर्यो। अब यो यसरी यहाँ हेर्नु, अलटमेन्टको एन्ट्री यसरी भएको छ। त्यसपछि ब्याङ्क एकाउन्ट यो यहाँ हामीले जुन हामीले अघि नै निकालेको थियौँ एक्सेसिभ अमाउन्ट, यो जुन 10,000 इन्टु कति गर्नु पर्यो हाम्रो 5 गरेर हामीले जुन निकालेको अमाउन्ट हुन्थ्यो त्यसलाई योसँग कतिसँग, यो हाम्रो जुन अलटमेन्टको मनी छ योसँग माइनस गरेर यता चढाउँछौँ। त्यसपछि यहाँ सेयर फाइनल कलमा हाम्रो यहाँ के छ, क्वेसन अनुसार हाम्रो यहाँ चाहिँ कल सिन एरियर छ है। यो क्वेसन तपाईँहरूले पहिल्यै सल्भ गरेर यो मेरो सल्युसन हेर्न पनि सक्नुहुन्छ। त्यसपछि यहाँ सेयर फर्स्ट एन्ड फाइनल कल छ। त्यसपछि ब्याङ्क एकाउन्ट डेबिटमा यहाँ कल सिन एरियर आयो 2,000। यो एन्ट्री मैले सिकाइराख्नु पर्दैन, यो इस्युको एन्ट्री हो, त्यही भएर मैले यो झापझुप गराइरहेको छु है। त्यसपछि यो 2,000 इन्टु 2 भइसक्यो 2,000 इन्टु 2 भइसकेपछि यो यसरी आयो होइन। सरी यो 4,000 हो, यहाँ झुक्केर 40,000 लेखेको छ। सरी यहाँ झुक्केर यो 4,000 यहाँ झुक्केर चाहिँ यो 40,000लाई मैले 4,000 लेखाएर छु, त्यसैले केही पनि फरक पारेन, तर केही भएन है त। त्यसपछि यो एन्ट्री भ्याइयो। यसपछि आयो हाम्रो सेयर फर्फिचर है। सेयर फर्फिचरको चाहिँ म मजाले भन्छु। यहाँ हेर है, रिसल्भ द्याट द एक्सेसिभ अमाउन्ट रिसिभ अन एप्लिकेसन फुल बी एडजस्ट अगेन द ड्यू। यो मैले भनिसकेँ, यो मैले गरिएर देखाइ पनि सकेँ। अल द कल्ड मनी हो ड्युली रिसिभ होइन। अनि यो 2,000 सेयर चाहिँ रिसिभ भएको थिएन भनिसकेपछि यो फर्फिचर गरायो। फर्फिचर एन्ट्री के भनेको छ, दोज 2,000 सेयर वेयर फर्फिचर है। अब यहाँ हेर्नु, अलटमेन्ट गर्दाखेरि यहाँ ₹1 को प्रिमियम थियो भनिसकेपछि कुनवाला केस आयो त, हाम्रो इस्यु गर्दाखेरि प्रिमियम छ। अनि हाम्रो यो जुन फर्फिचर गर्दाखेरि के गर्नु पर्यो, हामीले यसलाई चढाउनु पर्यो त, पऱ्यो कि नै भनेर सोध्नु त एकचोटि, पऱ्यो कि नै, परेन। किनकि यो प्रिमियम त हाम्रो रिसिभ छ अलटमेन्टमा, रिसिभै नभएको भए चाहिँ हुन्थ्यो है। रिसिभ गरेका छौँ हामीले, त्यही भएर यसलाई रिसिभ गर्न के गर्न परेन, रेकर्ड गर्नु परेन। यो मैले केस अघि नै सिकाएको थिएँ नि, त्यस्तै हो है। त्यसपछि झ्यामझुम सेयर क्यापिटल भनेर लेख्ने, कति 2,000 थियो भनिसकेपछि 10 को डलले रहेछ, 10 को डलले ड्याङडुङ गऱ्यो, 8 आयो। पेड अमाउन्ट 8 सम्मको रुपियाँ तिरेको थियो, 16,000 भयो। 2,000 इन्टु 2 भयो 4,000। यसरी हाम्रो भ्याइन्छ है। यो मैले अझ एउटा क्वेसन डिस्कस गर्ने हो त, ल 16 सम्ममा मैले भ्याउने गरी
अझै एउटा क्वेसन डिस्कस गरौँ कि भनेको। तर अब यो सेयर क्यापिटल एकाउन्ट छ, सेयर फर्फिचर छ, भयो। यति नै डिस्कस गर्दाखेरि पनि सबै कन्टेन्टहरू चाहिँ यहाँ इन्क्लुड भइसकेको छ के। तपाईँहरूले क्वेसनहरू सल्भ गर्नुहुन्छ भने मजाले सल्भ गरेर हेर्न सक्नुहुन्छ। अनि यो मैले यहाँ 2076 को ग्रिड सेट बीको सल्भ गराएको छु एउटा। यो क्वेसन तपाईँहरूले गर्नु होला अनि यो मैले लेखेको सल्युसन हेरेर चेक गर्नु होला है त, तपाईँहरूको मिलेको छ कि हेरेर। अनि तपाईँहरूले मैले नसिकाएको जति क्वेसनहरू सल्भ गर्नु होला, त्यति गर्दाखेरि भइहाल्छ। यो 16 मिनटको भिडियोमा तपाईँहरूले के सिक्नुभयो, सबै मैले सेयर फर्फिचरको कन्सेप्ट सिकाएको छु। अब मैले यो ग्यारेन्टी दिन सक्दिनँ कि तपाईँलाई यो फिक्स इक्जाममा मिलाउनुहुन्छ, तर तपाईँले इफ यो मैले सिकाए अनुसार प्र्याक्टिस गर्नुभयो भने चाहिँ 100मा 100% तपाईँले प्र्याक्टिस गर्नुभएको छ भने चाहिँ मजाले मिल्छ। योभन्दा बाहिरको केस कुनै पनि छैन है। मैले क्वेसनहरू प्र्याक्टिस गराउँदाखेरि कुनै क्वेसनहरू देखाएन, किनकि यिनीहरूको केसहरू चाहिँ तपाईँहरूले खोज्नुपर्ने हुन्छ क्या। यिनीहरूको केसहरू यो डिस्काउन्टमा ओरिजिनल डिस्काउन्ट दिएको छ प्रिमियमवाला होइन, कुनै क्वेसन भेट्नुहुन्छ भने जब तपाईँलाई मैले यो केसहरू भनिदिएको छु त्यही अनुसार गरे भइहाल्छ है त। ल सब्सक्राइब गर्नु होला, बाई बाई।